सुन्थे मानिसहरू, तर थाल अझै खाली नै रहन्थ्यो। त्यही गाउँको कथा हो यो, जहाँ बजेट कागजमा आउँछ तर पेट सम्माई हुँदैन। आज हामी यही गाउँको कथा नाटकको रूपमा देखाउँदैछौँ। म नेपाली, यो देश मेरो पनि होइन। पहिलो दृश्य, नेताको भाषण। आदरणीय गाउँवासीहरू, यस वर्षको चुनावमा हामीले तपाईँहरूको जीवन बदल्ने ठुलो योजना ल्याएका छौँ। अब हिँड्ने दिनहरूको अन्त्य हुनेछ र पक्की सडकमा ठुलो ठुलो गाडीहरू दौडिनेछ। निःशुल्क शिक्षा लागू हुनेछ। यो गाउँ अब एउटा नमुना गाउँको रूपमा परिचित हुनेछ। अब पुल बन्छ, सडक बन्छ, बिजुली बल्छ र रोजगारी हुन्छ। एम्बुलेन्स आउँछ, ढुक्क हुनुहोस् र भोट दिनुहोस्। आहा, कस्तो राम्रो र सुन्दर भविष्यको सपना अनि मिठा कुराले भरिएका भाषण। अब हेरौँ यो गाउँलाई शिक्षा, स्वास्थ्य र एउटा खाने पेट जसले हरेक दिन प्रश्न सोध्छ। यस कथामा एउटा किसान नरेश छ। घर हेरचाह गर्ने श्रीमती सीता छिन् र खाली पेट स्कुल जाने सपना देख्ने एउटा अबोध बालक रामु छ। यहीँबाट सुरु हुन्छ हाम्रो कथा, एउटा थालको कथा, प्राय नेपालीको सपनाको व्यथा र हजारौँ भाषणको बीचको दूरी। अँध्यारो कोठा, टुकी बत्ती मात्र बलिरहेको छ। एउटा बच्चाले रित्तो थाल बजाइरहेछ। छोरा रामु, राति थाल बजाउनु हुँदैन। किन र बाबा, थाल बजाउँदा त मिठो खानेकुरा आउँछन् भन्दै साथीहरूले। मलाई धेरै भोक लाग्यो। छोरा, थाल बजाएर पेट भरि नै भयो। यो देशमा कोही भोकै हुने थिएन। गरिबको घरमा जन्म लियो, के गर्ने? बरु जाऊ, आमासँग मागेर अलिकति पानी र मकैको रोटी खाएर सुत। रोटी पनि कति खानु, कताबाट लिएर खुवाउनु? घरमा एक गेडा चामल छैन। बिहान झरी परेर मेला पनि जान पाइएन। चाउले उधारो पनि दिँदैन। के गर्ने? नेताजीले त भाषणमा ठुलै कुरा गर्दै हुनुहुन्थ्यो। के साँच्चै अब हाम्रो राम्रो दिन आउँछ र बुढा? त्यो त भाषण हो सीता, भाषण। भाषणले पेट भरिने भयो त हामीहरूले अगाएका हुन्थ्यौँ। खोइ त, तिम्रो ओखती गर्ने पैसा छैन। छोरालाई कपी, कलम र 100 खुवाउन सक्ने अवस्था त छैन। उफ, कस्तो बाबु भएन। दिक्क नमान्नुहोस् हजुर, हाम्रो कर्म नै यस्तो भएपछि के गर्ने? लिनुहोस् यो मेरो नाकको फुली, यसलाई बेचेर केही लिएर आउनुहोस्। दिन राम्रो भएमा फेरि जोड्नुला बुढा। यति भन्दै भोक र पीडासँगै रात बित्छ अनि अर्को एउटा आशाको बिहानी हुन्छ। नरेशको घरको आँगन, बिहानको समय, रामु स्कुल जाने तयारी गर्दै। बाबा, बाबा, आज त स्कुलमा फी नतिरेर परीक्षामा बस्न दिन्न भन्नुभएको छ सरले। अनि यो जुत्ता पनि फाटेर जहिले औला बाहिर निस्किन्छ। साथीहरूले धेरै जिस्काउँछन् मलाई। उफ, छोरा, तिमी जाऊ,
म सरसँग कुरा गर्छु। अस्ति आलु बेचेको पैसा आएपछि फी पनि तिरौला। हिजो पनि हजुरले यही भन्नुभएको थियो। अनि बाबा, स्कुलमा साथीहरूले कति मिठो खानेकुरा लिएर आउँछन्। मलाई नि त्यस्तै खाजा किन्नु दिनुहोस् न। छोरा, आजलाई यही मकै लिएर जाऊ। बाबासँग पैसा छैन। हस्, हुन्छ आमा। निराश हुँदै रामु स्कुल पुग्छ अनि खाजा खाने समय हुन्छ। साथीहरू, आज टिफिनमा के खाजा लिएर आयो? म त समोसा ल्याएँ। मेरो त फ्राइड राइस। मेरो आलु फ्राई र हलुवा। अनि तेरो चाहिँ के हो रामु? यसो त के नै होला। त्यही मकै त होला नि चाहिँ। हेर्दै सधैँ खान नपाएको जस्तो छ। हेर न साथीहरू, यसको त लुगा र जुत्ताले पनि भोक लागेको जस्तै छ। जताततै आँखा परेको छ। साथीहरूको यस्तो कुरा सुनेर रामु निराश हुँदै एउटा कुनामा बसेर खाजा खान थाल्दछ। केही दिनपछिको समय सीता ओछ्यानमा थलिएकी छिन्। लामो समयदेखिको पेट दुखाइ र कमजोरीले उनी उठ्न नसक्ने भएकी छिन्। घरमा उज्यालो छैन, केवल रामको रुवाई सुनिन्छ। आमा, आमा, के भयो हजुरलाई? केही त बोल्नु न। आमा, पानी त खानुहोस् न। बाबु, बुझा। बाबा, आमा त भन्नुहुन्न। आमाको शरीर बाबु जस्तै चिसो छ। के गर्नुहोस् न बाबा। सीता, सीता, के भयो तिमीलाई? गोर, गोर, कोही छ? बचाऊ मेरो बुढीलाई। ढिलो नगर नरेश, ल्याऊ त्यो डोको, बोको सीतालाई। सीता, सीता, अलिकति धैर्य गर्नु। हामी अस्पताल जाने, सबै ठिक हुन्छ। यति भन्दै सीतालाई चाँडै निको हुने विश्वासका साथ अस्पतालतिर लगिन्छ, तर डोकोमा बोकेर। अस्पताल कतिखेर पुगिन्छ त्यो थाहा छैन। पुगिन्छ कि पुगिन्न त्यो पनि यकिन छैन। हजुर, गरिबी र अभाव कसैले रोजेर ल्याउने होइन। कोही पनि दुखी जीवन बिताउन चाहँदैनन्। तर यो बाध्यताबाट माथि उठेर सुखी र सुलभ जीवन बिताउन पाउनु सबैको अधिकार होइन र? किनकि यो देश मेरो पनि होइन र? देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गर्यो थिएँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाबु जीवन यसै गयो दुःख साट्दा साट्दै। हामीलाई के नै सुख छ र, साथीले गर नसक्ने
पहिरोले छैन खानी अन्न छैन भन्ने कुरा कता जानु भन्न बरु जन्म लिन पर्ने जात धर्म छैन नेपालमा जन्म लिन कहिले सुख पाइन हामीलाई के नै सुख छ सक्ने गर नसक्ने गर अब हामी